छ्या मलाई त भिन्डी मनै पर्दैन भन्नेहरूको लागि यो भिडियो मैले यसरी बनाएको छु नि। यस्तै तरिकाले भिन्डी बनाएर खाऊ, तिमीलाई मिठो लाग्छ। किनभनेदेखि चाहिँ भिन्डी मलाई पनि मन नपर्ने मान्छे हो पहिला, तर यो तरिकाले बनाएर खायो भने तिमीलाई पनि मिठो लाग्छ। सुरुमा मेथी पड्काउने, रातो खुर्सानी पड्काइदेऊ, अनि त्यसपछि यो आलु हालिदेऊ। आलु हालेर आलु मजाले भुट्ट होइन। अनि आलु भुटिसकेपछि आलु अलिअलि रातो हुन्छ, धेरै पाकेको हुनु हुँदैन है। ठिक्क पाकेपछि चाहिँ माथिबाट यो हालिदेऊ। अनि यो हालिसकेपछि मजाले भुटाइलाई पनि मजाले एकछिन भुट्ट। अनि भुटिसकेपछि चाहिँ एकदम सजिलो छ कि बनाउन, केही गाह्रो हुँदैन है। अनि त्यसपछि चाहिँ योमा चाहिँ बेसार र नुन हालिदेऊ है। अनि बेसार र नुन हालिसकेपछि चाहिँ मजाले भुटाइलाई एकछिन होइन। तर ग्यास चाहिँ मिडियम, एकदम मिडियम स्मल होइन बनाएर चाहिँ भुट्नुपर्छ, किनभने टाँसिन्छ नि त। अनि टाँसिन्छ पनि, अनि त्यसपछि मजाले आलु पाक्दैन के, भिन्डी त भुटिन्छ। त्यसपछि चाहिँ योमा चाहिँ एउटा की इन्ग्रिडियन्ट भनेको चाहिँ यो भिन्डीमा चाहिँ मैले चाहिँ हाल्छु कि लसुन र टिमुर हाल्छु। यसले चाहिँ अझै टेस्टलाई चाहिँ इन्हान्स गर्छ कि, कस्तो मिठो टेस्ट आउँछ कि पर्परवाला। त्यसपछि चाहिँ मसला हालिदेऊ। अनि मसला हालेर पनि मैले चिल्ली फ्लेक्स हालेको छु, चिल्ली फ्लेक्स हालेको बिर्सेछु मैले होइन। त्यसपछि चाहिँ मजाले भुटाइलाई ठिक्कको ग्यास गरेर, सानो ग्यास गरेर मजाले, अनि त्यसपछि रेडी हुन्छ। अनि रेडी भइसकेपछि चाहिँ हामीले खानासँग चाहिँ मजाले हामीले खान सक्छौँ। मैले चाहिँ भिन्डी, टमाटरको चटनी, अनि अम्लेट, अनि कालो दाल जिम्बुले झानेको बनाएको थिएँ। ओके।